ए महिलाको छुट्टै पुरुषको छुट्टै रहेछ खाना खाना जाने ठाउँ ठुलो भाँडोमा उहाँहरूको थालपालो गरिदिनु हार्दिक अनुरोध गर्दछु। प्रिय सुन्दर साथीहरू, हामीहरू तपाईँहरूको सेवामा निरन्तर छौँ। तसर्थ यो भोजनालयमा छोडेपछि शान्त वातावरणमा भोजन ग्रहण गरिदिनुहोला र प्राणीकरमा भोजनलाई गरिम कि गरिनौँ हँसाएर सान्नु गरेको होइन होइन त्यही भाइले होइन अस्ति हँसाएर सान्नु गरेको होइन त्यो हस्पिटलमा हामी आएको बेलामा त्यो के अरे रोग केही नभएकोलाई के अरे जानु तपाईँलाई केही छैन तपाईँ निरोगी हुनुहुन्छ 3 थाल भात खानुहोस् भनेर गरेको है कति थिइस् त अनि ऊ इन्डियाको अनि नेपाली बोल्दै थियो त बिहान दिउँसो अनि नेपाली सिकेको हुन्छ नि अहिले मात्रै वर्षे नि हुन्छ यहाँ पुरानो नै पुरानो कत्रो थियो आन्टी एकचोटि उहाँ पर यहाँ चाहिँ ऊ त्यो पर्सहरू किन्ने ठाउँ रहेछ नि टाढा टाढाको छेउमा मलाई चाहिँ उता सेतो सेतो खालको त लट्टी जस्तो सानो खालको छ नि मिठो लाग्छ मलाई यहाँ कस्तो गाह्रो भएर आज